साथीहरु गुड मर्निङ सबैजनालाई। आज चाहिँ म बिहान उठेर चिया खाँदैछु किनभने आज म उता मेरो माइत घर जाने, त्यही कारण म र दिदी जाँदैछु। तपाईहरुलाई म उताको भ्यूहरु देखाउने छु। किप वाचिङ। बुङकुलुङ माथि पुगिसकेको छौं। तपाईहरुलाई यहाँको भ्यू यस्तो छ है। यहाँ माथि के पो थियो नि दिदी, उयो फल्ने भएको के पो अनारस कि के तल एक हो यो। म चाहिँ घर आइपुगे हो। अघि भिडियो गर्नु पाइनँ किनभने बिजी भयो आउने साथ, त्यही कारणले हो। अब चाहिँ खाना खानु आँटेको हामी, आमा म। हाई भन आमा। हाई। माथि दिदी यहाँबाट यता हेर्नु त, तपाईको फोटो म क्लिक गरिदिन्छु सिधै। यहाँ आउनु, यहाँ पक्रिनु, मेरो गरिदिनु, खिचिदिनु। हिँड्दै जान्छु। हामी चाहिँ टुक्रे आएको छौं साथीहरु हो। यहीँनिर आजको वेदर चाहिँ एकदमै राम्रो भइरहेको छ। घाम पनि त्यस्तो छैन, एकदम शीतल भइरहेको छ। हेर्नुस् यहाँनिर तपाईँहरुको दादाले लिएको फर्स्ट टी अरे, फर्स्ट पट्टीको यो भनेर हेर्नुहोस् है। यहाँ दादा होला बनाउने। को तपाईँ हो? यहाँ दादा यहाँ हो रहेछ। धन्यवाद दादालाई। यहाँ अस्ति हाम्रोमा आउनु भएको थियो तल ग्यामन, त्यही भएर आउनु भएको थियो। नेपालतिर हुन्छ ड्राइभरमा त महिनाको पैसा पनि दिँदैन रहेछ, खाना फ्री। गाइस अब चाहिँ हामी ब्याक टु होम भइरहेको छौं हो। मेरो उता घर छ हैन, ससुराल, यहीँ माइतमा छौं हामी। प्लिज मेरो च्यानललाई लाइक, सब्स्क्राइब, कमेन्ट गरिदिनुस् होला। हुन्छ गाइस, अर्को नेक्स्ट भिडियोमा हामी भेटौँ।